दुनियाँमा मात्रै बाँचे छु र म मात्रै इन्जिनियर छु नै हुँदैन सर किन माथि पनि भ्याकेन्सी हुनु पर्यो होइन हो ठिक हो सर दिदी आउँदैछ तिम्रो दिदी त्यहाँ देखाउन पर्यो त्यहाँ सर ऊ देखाउन पर्यो नागरिकता देखा पत्याउँथ्यो कहिले आने हो हिँडिसक्यो बाँकी नागरिकता हरिलाई पठाइदिनु न देखाउनु न हरि जाऊ दिदी लिनु अहिले आउँदै हुनुहुन्छ बसमा आयो त फेरि उहाँ पुग्ने उभिए बस न त्योसित कुरा गरेर आउने त्यहाँ गएर सरलाई पनि अहिले सुरु नगर्नुहोस् भनेको भएकोमा भइकेको सुरु गर्ने यसो चाख्नु पनि पर्यो अहिले एकछिन रोक्नुहोस् के त्यहाँ छ नि त अनि अब आज 5 तारिक त्यो काम एकदम तुरुन्त छ कहाँ माथि हाइट पर्ने भयो ठेक्का मलाई लगाउनु नि त लो होइन होइन सर मेरो ठेक्काको होइन कहीँ ठेक्का हो मलाई पनि लागिदिनु नि ठेक्का अनि हजुरले गर्नुहुन्छ भने अब पहिलेदेखि जे गर्नुभएको छ त्यो गरिरहनुहोस् त्यो नभएर खाली छु नि त म होइन खाली त म पनि त हुन्छु नि घरिघरि घरिघरि होइन म सबै गरिहाल्छु हजुर तपाईँ ठेगार मान्छे यसो कहीँ यस्तो लागिदिनु साइडमा म ठेकदारीमा म हेर्दिनँ हो र खाली उसमा मात्रै हो ठुल्ठुलो उसमा मात्रै लाइनमा कस्तो लाइन त्यही लाइनमा लानु नि त मलाई पनि अनि त्यो छ वायरिङ फायरिङ के का हुने रेडियोका हुन् कि उसको त्यो वायरिङ त मैले पनि जानेको छु टिभीका हुन् कि वायरिङ त मैले जानेको अब सिटिजन घडी सिको 5 घडी त्यहाँबाट आजभोलि चलेको त्यो बेटी टासा ज्यादा चल्छ तिमी हजुरको त्यो ऊ के यो प्लेनको पूर्जा फेरि हजुरको कहाँ छ बिजनेस यो त सबै विदेशको यहाँ कहिले पनि छापे छैन बनाएकै छैन मलाई एउटा पेलेन्टको पूजा चाहियो थियो हजुरले अब पेलेन्टको पूजा चाहियो होइन बनाउँदै हुने हो नआत्तिनुहोस् तपाईँले यही ठाउँमा वर्करले उडेको देखाउँछन् होइन हामीलाई पनि डर लाग्छ बुझ्नुभयो यहाँ गरेर यसरी घुमेर मण्डल मारेर अब कन्ट्रोल अब झर्ने तल सुतार ढ्याक्क बस्ने 4 जना बस्ने पनि उडाएर देखाइन्छ जम्मा 4 जना होइन अहिले त्यो डाइरेक्ट एकदम बाहिर जानु परेको छैन नि त उनीहरूले ठुल्ठुलै छन् उनीहरू है त्यस्तो हुन्छ त्यसमा पनि सुनहेरा नभइकन उड्दैन सुन्नेर चाहिन्छ तपाईँले कहाँबाट कहाँसम्म उडाउनु छ सर होइन मैले हजुरको भुन्तरदेखि डाइरेक्टमा पाल्पा आइपुग्यो प्लेनमै भुन्तर भने कता हो यो हिमाचल पर्यो कुल्लु मनाली तर पनि नाम पनि रहेछ है छ सुकेती कुल्लु मनाली अनि त्यसमा पनि त्यो चिजबिज नभइकन हुँदैन त्यत्रो सब चिज छ अनि सर यो के यो प्लेनको जहाज बसाल्ने बेला कस्तो अनुभव गर्नुपर्छ कन्ट्रोल अब पहिले एकदम निकेर हिँडियो अलिक टाढा छ अनि अब अलि नजिक के हो त